साथीहरु नमस्ते, म कमल सुवेदी, हाम्रो सबिन भाइ, सर्जु, श्याम अधिकारी, सर्जु, प्रदीप भाइ र हाम्रो जगत भाइ हामी सँगै चाहिँ यो एउटा भ्रष्टाचार सम्बन्धी चाहिँ हामी आफूले चाहिँ अनुसन्धान गर्दा र विभिन्न मिडिया तथा अदालतमा भएका कागजातहरू सबै प्राप्त गरिसकेपछि चाहिँ राष्ट्रिय महिला आयोगको चाहिँ अध्यक्ष हुनुभएको कमला कुमारी पराजुली जी उहाँको चाहिँ यो व्यापक रूपमा चाहिँ भ्रष्टाचारको सम्बन्धी फाइलहरू चाहिँ उच्च अदालतले पनि निर्णय गरिसकेको प्लस चाहिँ भवन निर्माणमा 6-7 करोडको चाहिँ भ्रष्टाचार गरिएको भनेर नीतिगत भ्रष्टाचारको चाहिँ एउटा यो मुद्दा जब हामीले पाइसकेपछि यसको विरुद्धमा चाहिँ आवाज उठाउने गरी यसको विरुद्धमा कारबाही हुनुपर्छ भन्ने माग राखेर हामी चाहिँ अहिले प्रधानमन्त्री कार्यालयसँग श्री सामान्य प्रधानमन्त्रीज्यूसँग भेटेर व्यक्तिगत रूपमा यो राखेर यसलाई दर्ता गराएर तुरुन्तै उहाँ कमला कुमारी पराजुलीलाई सो आयोगको अध्यक्ष पदबाट चाहिँ बर्खास्त गर्ने गरी चाहिँ एउटा सशक्त रूपमा चाहिँ एउटा निवेदन सहित हामी लिएर आएका छौँ प्रधानमन्त्री कार्यालयमा। त्यो लगायत अहिले उहाँ चाहिँ राष्ट्रिय महिला आयोगको कार्यालय चाहिँ राष्ट्र समाचार समितिमा भाडामा महिनाको 7 लाख बुझाउने गरी त्यसरी चाहिँ नीतिगत भ्रष्टाचार गरेर गर्नुभएको छ, जबकि सरकारी निर्णयबाट चाहिँ नारायण दरबारमा चाहिँ त्यो महिला आयोगको भवन अलरेडी निर्णय गरिसकेको छ र पनि त्यो चाहिँ कार्यान्वयन नगरिकन नीतिगत भ्रष्टाचार गरेर सेटिङको आधारमा महिनाको 7 लाखको दरले चाहिँ जनताले तिरेको ट्याक्सको पैसाले अझै पनि भ्रष्टाचार गरेको हुनाले यसको विरुद्धमा सशक्त आवाज उठाउँदै हामी सबै साथीभाइहरू अहिले चाहिँ प्रधानमन्त्रीज्यूलाई ध्यान आकर्षण गराउनको निम्ति हामी आएका छौँ। यस अगाडि हामीले अर्थमन्त्रीज्यूलाई चाहिँ यो विषयमा उहाँलाई जानकारी दिएर सो सम्बन्धी बजेट तत्कालै रोकेर महिला आयोगलाई जुन भवन सरकारले दिएको छ त्यो भवनमा तत्काल सर्ने गरी चाहिँ हामीले भनेको छौँ। उहाँले पत्र पनि हामीले चाहिँ दिन्छौँ भनेर भनिसक्नु भएको छ। अहिले हामी प्रधानमन्त्रीज्यूलाई भेट्नलाई भनेर अहिले यतिखेर प्रधानमन्त्री कार्यालयमा छौँ। हस्, धन्यवाद।